धन्यवाद सञ्चालकज्यू। आदरणीय सभाका सभापति, फोरमका अतिथि, गुरुवर्ग र मेरा प्रतिस्पर्धी सम्पूर्ण साथीहरूलाई स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। आज मिति 2022 साल असोज 2 गते शिक्षा दिवसका दिन हुन गइरहेको यस वक्तृत्व कलामा भाग लिएको छु। वक्तृत्व कलाको शीर्षक रहेको छ देश विकासमा विद्यार्थीको भूमिका। विद्यार्थी भनेका केवल किताब पढेर परीक्षामा पास भएर मात्र होइनन्, पास हुने मात्र होइनन्, यो देश निर्माण गर्ने कर्णधार पनि हुन्। विद्यार्थी भनेकै कक्षामा पढ्ने मात्र होइन नि, सबै विद्यार्थी नै हुन्। अरू यताउता ठुला पनि विद्यार्थी नै हुन्छन्, सबै विद्यार्थी हुन्। त्यसैले विद्यार्थीले विकास गर्न चाहेपछि जति पनि विकास गर्न सक्छन्। बढ्दो भ्रष्टाचारको लागि अस्ति भर्खरै आन्दोलन भयो, विद्यार्थीहरूले आन्दोलन गरे, जेएनजी भनियो तर विद्यार्थी नै थिए। तर देश विकास गर्नको लागि तिनीहरू गएका थिए, तर कतिपयहरूले गोली खानु पर्यो, त्यो पनि विद्यार्थीले विकास चाहेका थिए। देशमा भएको भ्रष्टाचारलाई अन्त्य गर्न चाहन्थे, विकास गर्न चाहन्थे। त्यसैले विद्यार्थीले नै चाहेपछि देश राम्रो बन्छ र विद्यार्थीहरू पढेर शिक्षित भएका हुन्छन् र विद्यार्थीहरूले आफूले कस्तो देश बनाउने भन्ने चाहना राख्छन्। त्यसैले आफ्नो चाहनालाई आफ्नो देशलाई कस्तो बनाउने भन्ने विद्यार्थीले हातमा हुन्छ। त्यसैले ज्ञान आर्जन गरेर विद्यार्थीले अब आउने पुस्ताहरूले कस्तो विकास गर्दा राम्रो होला र कस्तो विकास गर्दा फाइदा होला, कस्तो विकास गर्दा घाटा हुन्छ भन्ने सबै कुरा विद्यार्थीहरूलाई ज्ञान हुन्छ। त्यसैले विद्यार्थीले देश विकासमा महत्त्वपूर्ण योगदान हुन्छ। जस्तै जराले रुखलाई अड्याउँछ भनेपछि विद्यार्थीले एउटा देशलाई अड्याउने काम गर्छ। विद्यार्थीले विकासको लागि महत्त्वपूर्ण योगदान दिएका हुन्छन्। विद्यार्थीहरूले जस्तै सरकारहरूले संस्थाहरू बनाएको छ, स्काउट अन्य लगायत संस्थाहरू छन्। यी सबै विद्यार्थीहरूले यी संस्थाबाट केही शिक्षण, यीमा केही गरेपछि अगाडि बढ्छन् भन्ने कुरा हो। त्यस्तै शब्द यही अन्त्य गर्न चाहन्छु। आउँदै गरेको यस नेपाली हिन्दूहरूको मान चाड बडादशैँको सम्पूर्णलाई शुभकामना भन्दै हस्त नमस्कार, म बिदा हुन्छु। देश परिवर्तनको लागि लड्ने जेएनजी पुस्ता पनि विद्यार्थी नै थिए भन्ने आफ्नो विचार राख्दै बिदा भइसक्नु भएको छ लोकराज तिवारी।